हेलो साथीहरू, गुड मर्निङ। ल सोफिया फुला भन्दै मैले चाहिँ आज न्यू भिडियो लिएर आइसकेको छु। हजुरहरूलाई म देखाउँछु। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि यता सन्चै छु। आज चाहिँ अलिक त्यति साह्रो चाहिँ चिसो छैन, मौसम चाहिँ एकदम राम्रो नै भइरहेको छ। आज चाहिँ म थुक्पा बनाएर खान आँटेको है त साथीहरू, तपाईँहरूलाई पनि देखाउँछु। आजको मौसम चाहिँ यस्तो राम्रो, यति राम्रो भएको छ, यहाँ हेर्न सक्नुहुन्छ। यस्तो मजाले घाम पनि लाग्ला लाग्ला जस्तो भइरहेको छ होइन। यस्तो दामी भएको छ भने नि, आज शीतल खालको छ क्या, त्यस्तो साह्रो चिसो चाहिँ छैन। त्यही भएर चाहिँ मलाई चाहिँ आज चाहिँ थुक्पा खानु मन पर्यो। आज छुट्टी पनि हो, सबैको छुट्टी हो। त्यही भएर चाहिँ यस्तो राम्रो खालको छ है त। हाम्रो घर पछाडिको यो चाहिँ थुक्पाको लागि चाहिँ सुँगुरको मासु ल्याएको थियो, खर्राउँदैछु। रातो रातो भइसकेको छ। अब यो चाहिँ भइसकेको छ। मलाई चाहिँ थुक्पामा चाहिँ चुरुम चुरुम भएको मनपर्छ नि त, माथिबाट लाएर खानुको लागि। यस्तो दामी भएको छ। यो अघिदेखि मैले गरेको, अब चाहिँ भइसकेको छ। यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। यस्तो राम्रो भएको छ है त साथीहरू। आज चाहिँ यस्तो थुक्पा खानु मन परेछ कि, यस्तो दामी भएको छ, हेर्न सक्नुहुन्छ। यसरी खर्राएर फ्राई गरेर चाहिँ लाएर खानु भने चाहिँ यस्तो मिठो हुन्छ कि, यस्तो मिठो हुन्छ साथीहरू। मैले चाहिँ 12 मसला पड्काएँ, अनि त्यहाँदेखि प्याज लगाएँ, पिरो हाल्दिनँ होइन। म टमाटरको झोल मात्र बनाउन आँटेको नि त। यस्तो मिठो हुन्छ कि, यस्तो मिठो हुन्छ। टमाटरको मात्र रस बनाएर खाँदा पनि। अनि त्यसको लागि चाहिँ मैले चाहिँ खुर्सानी लगाएन, नानीहरूले नि खान्छ नि त। अनि त्यही भएर चाहिँ प्याज मात्र लगाएको छु। खुर्सानी त भरे हामी माथिबाट लाएर पनि खाइहालिन्छ। 12 मसला पड्काएको छु होइन। अनि त्यहाँदेखि हाम्रो यहाँनिर बेसर अलिकति लाउनु पर्यो। मेरो चाहिँ छैन क्यामेरा देखाउने मान्छे, पनि आफै गर्नु पर्यो। के गर्नु पर्यो साथीहरू। यतिको भएको छ। अनि त्यसपछि म मसला, यो चाहिँ जिरा मसला र अदुवा लसुनको पेस्ट मैले चाहिँ पिसेको छु। त यो यसरी यसलाई चाहिँ मजाले अलि रातो रातो भएपछि चाहिँ त्यहाँदेखि टमाटर हाल्छु। अनि तपाईँहरूले नुन हाल्नु सक्नुहुन्छ, अब कति खाने नुन त्यो अनुसारले लाउनु सक्नुहुन्छ। मैले चाहिँ अलिक कम्ती हालेको छु, अहिले भएर चाखेर लाउनु पर्ने हुन्छ। यस्तो दामी भयो नि। ल हाम्रो चाहिँ अलिक रातो रातो भइसकेको छ, हेर्नु सक्नुहुनेछ। अब चाहिँ म टमाटर हाल्छु, अनि हजुरहरूलाई देखाउँछु। हाम्रो टमाटर चाहिँ यतिको भइसकेको छ यहाँनिर। अझै पाक्नु बाँकी नै छ। यो पानी सुकाउनु पर्ने हुन्छ, मजाले सुकाएर चाहिँ त्यहाँदेखि पानी हाल्नुपर्ने हुन्छ रसको लागि चाहिँ होइन। अनि एकदम पातलो हुन्छ नि त, यस्तो यामी हुन्छ भने नि तपाईँहरू पनि ट्राई गर्नुहोस्। टमाटरको मात्र रस खाएर थुक्पासँग होइन, यस्तो यामी हुन्छ भने नि हेर्नु सक्नुहुनेछ। अहिले चाहिँ अझै मजाले पकाउनु पर्ने हुन्छ होइन। यो चाहिँ मजाले अलिक ढुट्टो नै हुन्छ नि त। यिनीहरू चाहिँ यो ठुल्ठुलो छ होइन, यिनीहरू चाहिँ अलिक उयो हुन्छ। अनि अब एकछिन छोपेर फेरि मजाले पकाउनु पर्ने हुन्छ है त। अहिले चाहिँ कस्तो चर्को घाम लाग्यो नि, यहाँ हेर्नु सक्नुहुनेछ है। यस्तो चर्को घाम लाग्यो, तातो भयो, तातो तातो तातो। हेर्नु सक्नुहुनेछ। अघि घाम लागेको थिएन, अहिले चाहिँ यस्तो चर्को घाम लाग्यो, तातो छ बाहिर चाहिँ। मेरो फाइनली मेरो रस चाहिँ पाकिसक्यो, उम्लिसक्यो। यस्तो यामी भएको छ नि, हेर्नु सक्नुहुनेछ तपाईँले। यस्तो पातलो चाहिँ मनपर्छ क्या थुक्पामा खानुको लागि चाहिँ। बाक्लो त कस्तो लाग्छ, अनि
यस्तो पातलो चाहिँ मनपर्छ। टमाटरको यो चाहिँ टमाटर मात्र हो है, सिम्पल तरिकाले पकाएको होइन। यस्तो दामी भएको छ, मजाले उम्ल्यो होइन। अब उम्लेपछि चाहिँ मजाले खाने हो। हजुरहरूलाई पनि देखाउँछु है त, यस्तो दामी गरेर उम्लेको छ भने नि। यसमा चाहिँ अब अलिअलि माथिबाट तोरी लाएर चाहिँ खानुपर्ने हुन्छ। त्यो तोरीको सेनले पनि कस्तो मिठो बनाउँछ नि त, मिठो लाग्छ मलाई चाहिँ त्यो तोरी लाएर खाएको चाहिँ, कालो तोरी। हजुरलाई म त्यति बेला देखाउँछु। चाहिँ थुक्पा खाएको र हेर्नु नि, यहाँ झोल पनि नलाइकन, झोल पनि लाउँदैन अरे, फेरि हातले खाने अरे, यस्तै निस्ते के खालको, झोल पनि खानु मान्दैन, यस्तै निस्ते अरे। एउटाले के खायो त्यही खानुपर्ने, अर्कोलाई पनि ऊ यसरी खान्छ। के खाएको रे तिमीहरूले? थुक्पा अलिक सानो लगायो, स्टप गर एकछिन, आइपेट हेर्दै खान्छ नि। के खाएको रे? ल फेरि भन्नु त। ए ट्रिसाले नि थुक्पा खाएको? अलिक माथि उठ्नु नि ट्रिसा, भित्र पस्यो त। मिठो भयो? के स्वादले खाएको नि? यस्तो पनि न के अरे, न झोल छ न उयो छ, अलिअलि नुन चाहिँ छर्किदिएको थिएँ। आमा खाएको अरे नि त्यहाँ। अरे नाकको दुलोमा पस्छ। उयो ट्रिसाल जस्तो गरेर खा न, हेर त्यहाँ। छिः त्यसो नगर, हुँदैन। निस्दै छ नि, निस्दै छ, नुन अलिअलि छर्किदिएकै। ट्रिसाल ती अलिकति अनि खाइसक्नु आँटेछ है ट्रिसालेर। अनि एउटा यहाँ चाहिँ घिउमा पनि खाएको अरे चाहिँ। के खाएको अरे? घिउमा आइपेटेर पुरै छ नि जिन्दगी चाहिँ, हो के हो। अनि मिठो भयो? यहाँ बोल्नु नि, हेलो हाई नमस्ते भन्नु त, नमस्ते भन्नु नि छिटो। ला अब हेर्नु मान्छेले हेरेर, छिटो नमस्ते भन्नु। ल त्यो हेर्दै नमस्ते भन्नु त। नमस्ते। ज्वरो आयो? ए आमा के गरेर खाएको त्यो चाहिँ? ल ट्रिसालाई चाहिँ ज्वरो आएन? के दुख्यो ट्रिसाको चाहिँ? केही पनि दुखेको छैन? के दुखेको छ? घाँटी? अर्को घाँटी बाहिर? बाहिर जानु हुँदैन, चिसो छ नि त नि। आम्मामा खाएको हेर्दैन। तिमीको भिडियो सबैले हेर्छ, अब सबैले हेर्छ त भिडियो, युट्युबमा हेर्नु ल। ल खै भाइले नि गर्नु, नमस्ते गर्नु, लासो गर्नु भाइ। यसो गर्नु भाइ, भाइ गर्नु। आमा कम त छिटो गर्दैन त। हेलो गरिदिनु, यस्तो हाई गरिदिनु। ए नक्कल चाहिँ के अर्को टिसा थियो भाइ, यसो गर्नु भाइ। खुर्सानी, प्याज, कागती, लेमन चाहिँ रेडी पारिसकेको छु। अनि यहाँ चाहिँ धनियाँ चाहिँ आज चाहिँ हाम्रो ठिकै सकेछ, धनियाँ पनि। धनियाँ हुन त यहाँनिर हुन्थ्यो, अब धनियाँ बिना खाँदा नि केही हुँदैन होइन। यति चाहिँ रेडी पारिसक्यो। मेरो चाहिँ एप्रिलबाट चाहिँ भाइ आइसकेको छ। अस्तिको दिनै आएको, तर आज चाहिँ हाम्रोमा निस्क्यो अरे चाहिँ। अहिले नेपाली दोकान गएर आएको पान किनेर। भाइ ड्राइभिङ गर्दैछ। यहाँनिर अहिले चाहिँ हामी घर जाँदैछु। अब एकछिनमा भाइहरू पनि घर जान्छ। मेरो एउटा भाइ छ, बुहारी नेपालमै छ, बुहारी आउने बाँकी नै छ। के गर्नु र, अहिले त एकजना सिङ्गल भएर हिँड्दैछ।
के हुन्छ अनि हेर्नु सक्नु साह्रै ह्यान्डसम छ नि कमेन्ट गर्नु होला है मेरो भाइ कस्तो देखेको छ ए हेर्नुहोस् ए यता हेर त भाइ हेलो हाई गर्नु हेलो अब चाहिँ घर आइपुग्यो मेरो चाहिँ थुक्पा रेडी भइसक्यो अब चाहिँ खाने यहाँ झोल बोरी हालेको छु नि त पोक्छ भनेर उयो भयो अनि मैले चाहिँ मासुहरू सबै अघि फ्राई गरेकोहरू खोर्सानीहरू सबै लगाइसकेको छु यहाँनिर हेर्नु सक्नुहुन्छ यो बोटुको गहिरो छ नि त त्यही भएर चाहिँ यहाँ देखिँदैन अनि यस्तो खाउँ खाउँ भइसक्यो क्या कता पनि झरेछ यस्तो मिठो बुटुको गहिरो भएर चाहिँ देख्दैन लास्टै भोक लाग्यो तातो तातो खाऊ दामी भएछ यस्तो यामी भएको छ नि साथीहरू कस्तो सर्क्यो नि त साथीहरू आम्मा झनै मरिन तातो पनि भयो अब त सेलिँदै गयो यो पर्कको मासु अघि फ्राई गरेको कस्तो मिठो भयो यो मासु हालेको चाहिँ मिठो लाग्छ यो सिम्पल है टमाटरको रस मात्र हो यस्तो मिठो हुन्छ तपाईँहरूले पनि ट्राई गर्नु होला मिठो हुन्छ दामी हुन्छ झोल पनि पातलो हुन्छ त्यस्तो बाक्लो हुँदैन है झोल पनि मासु नि दामी भएको छ झारे टिम रहेछ त्यो 60 मिनेट भइसक्यो बल्ल आउँदैन Absoluut aanpassen. Pero
लास्टै पिरो भएको लास्टै पिरो भएछ आमा यस्तो भएछ यसरी देखाउ भन्दा घुप्टिन्छ हो मासु माथिबाट तोरी लाएर हाम्रो यस्तो मिठो हुन्छ नि तोरी सेन्टै मिठो हुन्छ क्या तोरीको चाहिँ ल साथीहरू मैले चाहिँ एक बुटो खाइसकेँ होइन अब अलिक छ अब चाहिँ म बिस्तारै खान्छु तपाईँहरूले मैले चाहिँ यो धेरै समयपछि चाहिँ मैले भ्लग लिएर आएको छु यो चाहिँ अनुहार देखाएर गयो उनीहरूलाई चाहिँ अघि दिएको नि त नानीहरूलाई चाहिँ अनि हेरिदिनु होला भिडियो कस्तो के लाग्छ यसो लाइक गरिदिनु होला अनि त्यही हो साथीहरू मैले आज चाहिँ थुक्पाको भिडियो लिएर आएको छु तपाईँहरूलाई मन पऱ्यो भने चाहिँ हेरिदिनु होला लास्टै पिरो नि भयो होइन ल बाई बाई साथीहरू म चाहिँ आज बिस्तारै खान्छु यो झोलले भएर सर्किन्छ जस्तो लाग्यो नि त बोल्दै खाँदाखेरि यो झोल छ नि त हेर्नु पिरो छ अनि सर्किन्छ जस्तो लाग्यो कि डर लाग्यो क्या बोल्दै खानुको लागि चाहिँ त्यही भएर चाहिँ भिडियो हेरिदिनु होला है त बाई बाई